चाहिँ आज नेपाली स्टाइल चिकन बनाउन लागेको प्याज लसुन अदुवा खुर्सानी अलिकति टमाटर चाहिन्छ चिकनको लागि चाहिँ सामग्री चाहिन्छ र म चाहिँ नेपाली स्टाइलमा बनाउन गइरहेको छु। म यसलाई ग्राइन्ड गर्छु। अब निकाल्छौँ टमाटर पनि यो मासु चाहिँ हामी यहाँ राख्छौँ है। र अब अनुसारले आफूले कति खान्छौँ अहिले पनि फ्राई भइहाल्छ। यहाँनिर दिइसकेपछि चाहिँ सुरुमा चाहिँ हामीले यो अघि कारण हाल्छौँ होइन, किनभने तल तेलले मजाले यो भुटिन्छ। त्यसपछि एकछिन राम्रो कलर आइसक्यो मिक्स गरेर हाल्नु मजाले होस् भनेर यो चाहिँ म अहिले नै राख्छु। अरू मसला चाहिँ अलिक एकछिनमा यसलाई त्यसै ग्यास अलिकति सानो बनाउने अनि त्यसपछि यो अघिको टमाटरलाई हामी यहाँ राख्छौँ। अनि टमाटरमा चाहिँ फेरि एकछिन मासु यतिको भइसक्यो, यतिको रातो भइसक्यो। त्यसपछि चाहिँ म अब अरू हो त्यो त्यसमा चाहिँ एकदम मनपर्छ, त्यही भएर म चाहिँ गरम मसला हो मिट मसला यति जति फेरि पनि हाल्नु पर्दैन। यति मसलाहरू पाकिसकेपछि चाहिँ कस्तो राम्रो देखेँ, त्यही पनि मिठो छ होला। सो हामी चाहिँ अब चाख्छौँ एकछिनमा।